अब अर्ली इन द मर्निङ वे टु पशुपति। मर्निङमा चाहिँ होइन चिया खाँदै अब हामी चाहिँ पशुपति नगरसम्म चाहिँ जाने गाडी एउटा मात्रै पाउँदो रहेछ। त्यही भएर हामी चाहिँ डुमसम्म जाँदैछौँ अब यहाँबाट। घुम होइन घुमसम्म जाने। डुम हो कि घुम हो जे भए पनि होइन। अब हामीले त अब लुकीमारी खेल्दाखेरि डुम हुन्थ्यो कि होइन, त्यही भएर डुम भनेको घुम रहेछ खास चाहिँ। त्यहाँसम्म जाँदैछौँ। त्यहाँबाट चाहिँ हामी चाहिँ अर्को गाडी चढेर चाहिँ पशुपति नगर जान्छौँ। बाटोमा त देखाउन सकिन्न है, यो गाडीमा 4 जना हाल्छ हो। टाटा सुमोमा 4 जना एउटा लाइनमा हाल्छ भनेपछि बुझिहाल्नु हजुरले। 14 जना हाल्छ नेपालमा, हाइसमा हाल्छ 14 जना, यहाँ सुमोमा हाल्दो रहेछ। बाटो चाहिँ लास्टै खतरा है यहाँको। बल्ल आज चाहिँ होइन हामी चाहिँ आज चाहिँ छोड्ने दिनमा चाहिँ बल्ल खाने हिमाल देखियो है गाइज। हेर्नु है हजुरले चाहिँ कञ्चनजङ्घा बल्ल देखियो आजको दिनमा है। लिटरली यस्तो छ है यता चाहिँ पुरै हाम्रै डाँडा काँडा जस्तो। हामी निस्किने दिनमा होइन बल्ल खाने हिमाल देखियो हामीले चाहिँ है। अब कञ्चनजङ्घालाई बाई बाई भनिदिउँ है। म अझै हजुरहरूलाई चाहिँ यो कञ्चनजङ्घाको फुटेजहरू चाहिँ देखाउँछ है। हजुर नाम्ची बजार सिक्किम होइन हजुर। दार्जिलिङ त यता पारी पर्यो अहिले देखिन्न है। त्यो नाम्ची हो नि त, त्यो 4 धाम हो त्यो माथि देखाएको शिवजीको त्यो भएको। ए हजुर 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 त्यो अब उयो नै हो, उयो नै हो। कञ्चनजङ्घा चाहिँ हिमाल चाहिँ कञ्चनजङ्घा है। हामी चाहिँ यहाँ बुम हो कि गुम भन्ने ठाउँमा आइसक्यौँ है। अब यहाँबाट चाहिँ हामी चाहिँ जाँदैछौँ उतातिर पशुपतितिर है। यहाँ चाहिँ रेलवे छ कि रेलवे स्टेसन रहेछ यो चाहिँ। रेल आयो भने फेरि भागा भाग हुन्छ यहाँ। अब चाहिँ लाग्यो फाइनल्ली पशुपति आइयो। फाइनली नेपालतिर अब जाँदैछौँ हामी। अब हामी चाहिँ बोर्डर पार हुन्छ अब बाई बाई इन्डिया भनेर अब हामी चाहिँ नेपालतिर लाग्दैछौँ। अब हामी चाहिँ नेपालभित्र छिर्न लाग्यौँ। पोखरा नेपाल तपाईँलाई हार्दिक स्वागत गर्दछ अरे है। धेरै धेरै धन्यवाद। अब नेपाल छिरियो है। नेपाल अब वेलकम टु नेपाल। अब हामी चाहिँ होइन हाम्रो गाडी भएको ठाउँसम्म जान्छौँ। अब यहाँबाट चाहिँ अनि हामी चाहिँ ट्याक्क गाडी चढेर टक्क आफ्नो घरतिर जान्छौँ। फाइनल्ली हाम्रो इन्डिया चाहिँ घुमेर भ्याइयो। अब हामी चाहिँ नेपालतिर लाग्यौँ। नेपाल पुलिस देख्दा नि ढुक्क भयो अब हामीलाई। है त म चाहिँ अहिले यो कुन ठाउँ अरे दाइ? यो फिक्कल है, इलामको नजिकैको ठाउँ फिक्कलमा आएँ है। यहाँ चाहिँ दाइकोमा चाहिँ चक्लेटहरू रहेछ। दाइले चाहिँ मिलाएर दिनुहुन्छ भने है साउट आउट पनि दिन्छु म। कति कतिको छ दाइ यसो भन्नु। अब इलामको स्पेसलहरू के हो यहाँ? स्पेसल तपाईँको यहाँ गाईको छुर्पी छ है। हजुर। अन्त त्यसपछि यहाँ चौरीको छुर्पी छ। अन्त गाईको राखेको छ सबै गाईको हो। गाईको अन्त डिफ्रेन्ट प्राइजेसहरूमा छ। तपाईँको यो 1400 पर केजी, 1200 अनि यो प्याकेटहरू राख्नु भने म त अलिअलि गिफ्ट लिएर गइदिने होइन यहाँ आएको भन्दा। यो चाहिँ 200 पर प्याकको पर्छ है। हजुर। अन्त त्यसपछि यहाँ दुधको मिठाईहरू छ यहाँको लोकल ह्यान्डमेड मिठाई यहाँको ललिपप भन्छ। कति पर्सेन्टको चाहिँ? यसको 120 100 मै लानुहुन्छ। मिलाएर गरिदिनुहुन्छ नि होइन?
अन्त त्यसपछि तपाईँको बम्बेसन भन्छ इलामको यो के हो नि यो गुली स्विटमा हो यो नि हजुर यो पनि सुटमा दुधबाटै बनाएको हुन्छ यसो गर्नु न त त्यो 100 को भन्यो भने यो चाहिँ 3टा प्याकेट हालिदिनु हजुर अनि यो बम्बेसन पनि मिठो हुन्छ बम्बेसम चाहिँ यो अलि एउटा यो एउटा के एउटा हालिदिनु अनि सुर्पी चाहिँ 200 100 300 प्याकको हुन्छ 100 को प्याक कुन हो यो चाहिँ 200 को 300 यो 200 को चाहिँ दुईटा हालिदिनु न त अनि अरू चियाहरू चाहिँ चियाहरू ग्रिन टी ब्ल्याक टी सबै छ अलिक अर्ग्यानिक चिया क्या अलि यहीँको लोकल चिया होइन लोकल चिया लान पऱ्यो नि त यहाँ आइसकेपछि त ग्रिन टी छ तपाईँको होइन ब्ल्याक टी अर्थोडक्स भन्छ कि यहाँको हजुर हजुर लोकल अर्थोडक्स भनेको चाहिँ तपाईँको चाहिँ मलहरू नमिसाएको क्या अर्थोडक्स हजुर 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 युरियाहरू नमिसाएको त्यसको कति पर्छ त्यसको तपाईँको प्राइस लेखेको छ त्यो ट्याग तर डिस्काउन्ट गरिदिन्छु तपाईँलाई 250 छ अलिक डिस्काउन्ट गरिदिनु हुन्छ यो हालिदिनु अनि अझै एउटा अरू के छ यहाँको ब्ल्याक टी छ अन्त तपाईँको फ्लेभरवाला टी आएको छ यो फ्लेभर होला चाहिँ के हो खास चाहिँ कस्तो फ्लेभर हुन्छ यसमा चाहिँ पान फ्लेभर लेमन फ्लेभर होइन हजुर तपाईँको पिच फ्लेभर जुन फ्लेभर छ 5वटा फ्लेभरमा छ हामीसित चाहिँ तपाईँले स्मेल पनि यो फ्लेभरहरू चाहिँ नलिएर जाऊँ है फ्लेभर त्यति रुचाउँदैन उता नि होइन यही गरिदिनु भयो ग्रिन टी लानुहुन्छ ब्ल्याक टी लानुहुन्छ कुन चाहिँ दुइटै हालिदिनु न त्यहाँदेखि चाहिँ एकवटा हालिदिन्छ हुन्छ चाहिँ ब्ल्याक टी तपाईँको अर्थोडक्समै है हजुर 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 हस् अनि यो चाहिँ के हो नि यो चाहिँ त्यो पनि यसकै त्यसमा हो यही टाइपको हो यही टाइपको तर यो चाहिँ अब क्याडबरी टाइपमा बनाएको हो ए हजुर लोकल मेड भनेर क्याडबरी ए के नि यो चाहिँ सक्नु चखाउनु है कस्तो रहेछ एउटा प्याकेट हालिदिनु त भने यो तपाईँलाई 250 को 200 मा हुन्छ एकदम डिस्काउन्ट गरेर राखिदिनु है ठुलो ब्यागमा हालिदिनु है टाढा पुऱ्याउने म पोखरा पुऱ्याउने हो हजुर बाइकमा नि गाडी छ मसँग हजुर हजुर भिडियो पनि आन्टीलाई हजुरहरूलाई एकदम युट्युबमा हेर्नु मेरो च्यानल मेरो डियर प्र भनेर प्रज्वल गौतम हाल्नु न यसो एडभर्टाइजमेन्ट नि गरिरह है मेरो च्यानलको चाहिँ होइन सब्सक्राइबर बढाउने काम नि भइरह यहाँ अनि यो के हो नि यो चाहिँ नौनी त भयो कति भयो टोटल 150 वर्ष 1250 होइन डिस्काउन्ट गरेर हाल्दैछु बस 1000 भयो कति हो तपाईँलाई कम्प्लिमेन्ट है हस् थ्याङ्क यू हुन्छ धन्यवाद धेरै धेरै धन्यवाद है दाइ ल हुन्छ तपाईँलाई नि धन्यवाद फेरि भेटौँ दाइ ल हस् ल यहाँ चाहिँ होइन अलिअलि सपिङ चाहिँ होइन अब इलाम यहाँ आइसकेपछि त होइन केही न केही त लिएर जानु पऱ्यो होइन त्यही भएर हामी चाहिँ यहाँबाट म चाहिँ यहाँबाट अब यो सामानहरू लिएर जाँदैछु अब ल यो सामानलाई गाडीमा राख्छु म त्यहाँ मान्छे त्यो दाइ चाहिँ यसो हेर्दा चाहिँ हम्बल लाग्यो होइन अरू दोकान छ है एकदम डिस्काउन्टमा चाहिँ किन्न चाहनुहुन्छ भने चाहिँ त्यहाँ गएर किन्दा चाहिँ हुने रहेछ हजुरले यो चाहिँ यस्तो बजार रहेछ फिस्लिङ बजार होइन फिक्कल बजार फिस्लिङ होइन फिस्लिङ भनेको काठमाडौँतिर भयो यो चाहिँ फिक्कल बजार रहेछ यहाँको हजुर हजुर फिक्कल बजार फिस्लिङ भन्न आयो यो त बसै भएर होइन हजुर ब्लग हुन्छ त्यो भुजाको डल्लो है चाहिँ हामी कन्याम आइसक्यौँ है कन्याम योभन्दा अगाडिको भ्लगमा हजुरलाई देखिसक्नु भयो कन्याममा चाहिँ हामी यसो कृति चाहिँ भोटिनी बनेको थियो माइजू पनि भोटिनी बन्नुभएको थियो म
मैले चाहिँ होइन दार्जिलिङमा गएर चाहिँ होइन यस्तै कन्याम जस्तै होला दार्जिलिङ अनि वहाँ दार्जिलिङमा चाहिँ घोडासोडा चल्नु पर्ला भन्ने सोचेको थिएँ मैले है। तर दार्जिलिङमा चाहिँ केही पनि रहेन चाहिँ हाम्रो स्ट्यान्डिङ गऱ्यो भने चाहिँ यसलाई चाहिँ यहाँ चाहिँ होइन धेरै पपुलर बनाउन सकिन्छ है यो ठाउँलाई चाहिँ। कसरी हो केरा? 80 रुपियाँ दर्जन। अलि मिलाउनु न। 80 रुपियाँ दर्जन होइन केरा? हजुर 100 को हालिदिनु हुन्छ ल। मकै पनि दिन्छु म। कहाँमा? मकै पाएछ? मेरोमा एक दर्जन रेडी छ मकै? रेडी छ? कसरी नि एउटाको? 50 रुपैयाँ। ल एउटै दिनु। रेडी हो? दिइहाल्नु। अनि के छैन छोडिदिनु। अझै कतिवटा दिनु? अझै कतिवटा भने अझै 2टा दिनु। अझै छोडा दिनु न। एउटा केही यो ठिक छ बरु है। ल मकै पनि हामीले किन्यौँ है। अब मकै नै खानुपर्छ। 100 रुपियाँ दिए हुन्छ। अब मसँग दिन्छु। 50 छ भने हालिदिनु न। प्लास्टिकमा हालिदिनु भयो। लास्टै तातो आयो नि त। आँटे यस्तो भयो मेरो यहाँ। हजुर ल यहीँ हालिदिनु त। धन्यवाद। मकै होइन मकै लिएर आयो हामी चाहिँ। मकै खानुपर्छ। कहाँ हिँडेको त नि? हामी अब मकै र केरा खान्छौँ। मकै 22 किलोमिटर। अहिले चाहिँ हामी होइन सिटी अफ लाउरे है। लाउरेहरूको सहर धरानमा आइसक्यौँ। पुरै लाउरेहरूको सहर यो चाहिँ हाम्रो मेयर हर्क साम्पाङको सहर है धरान। अब हर्क साम्पाङजीलाई चाहिँ हामी भेट्न नपाए पनि धरानको चाहिँ एकदम पपुलर ठाउँ बुढा सुब्बा र दन्तकाली चाहिँ हजुरहरूलाई देखाउँछौँ है। अनि यहाँ चाहिँ धरानको चाहिँ एउटा हामीले सानोमा पढ्दाखेरि चाहिँ टुप्पै नभएको बाँस हुन्छ भनेर नि पढेको थियौँ हामीले। त्यो पनि देखाउँछौँ हामीले हजुरलाई। अब हुँदो रहेछ कि रहेन चाहिँ अब चेक गरौँ। र घर बनेन पुरै लाउरे डिजाइनमा बनेको कि पुरै। अब बुढा सुब्बा जान्छौँ सुरुमा। त्यो पछि अनि बल्ल दन्तकाली मन्दिरमा जान्छौँ। अरू त सबै कुरा ठिक छ होइन। तर यहाँ चाहिँ अलिक बाटो चाहिँ बनाउनु पर्ने चाहिँ हर्क साम्पाङजी। पानी मात्रै खुवाएर भएन क्या। अब यसो सल्ल गाडी हिँड्नलाई पनि होइन ठाउँ चाहिँ बनाइदिनु पऱ्यो। यसो पिच गरिदिनु पऱ्यो है। अब हजुरको अन्डरमा आउँछ भने फेरि होइन। अहिले चाहिँ हामी कहीँ पुग्यौँ बुढा सुब्बाको थानमा। यहाँ चाहिँ यस्तो रहेछ यहाँको सिनेरीहरू होइन। धरानको बुढा सुब्बाको थान भन्छ। बाँसको टुप्पा हुन्न भन्छ। मामा टुप्पा हो कि होइन यसको? यसरी बाँध्न पर्ने सिस्टम रहेछ यहाँ चाहिँ। बाँध्ने सिस्टम रहेछ धागो बाँध्ने।
माइजू अनि कस्तो लाग्छ धरानमा हजुरलाई आएर रमाइलो है म त मेरो त सेकेन्ड टाइम हो गरे होइन पहिले सानोमा आएको थिएँ एकचोटि अहिले बल्ल आएँ म चाहिँ यहाँको बाँसको चाहिँ टुप्पा हुँदा भन्छ है के हो अब टुप्पा काटेको बाँस हो कि के हो अब उहाँ माथिबाट त काटेन होला कसैले यो चाहिँ दाजु र यो चाहिँ बहिनी होइन बहिनीलाई चाहिँ के चढाउनु पर्छ अरे होइन म चाहिँ चढाउन जान्छु अब केही न केही चढाइदिउँ न बुढा सुब्बाले रक्षा गरून् होइन मलाई भन्दै म चाहिँ जाँदैछु गाडीमा गएर होइन वालेट लिएर आउँछु म वालेटै ल्याउन बिर्सेछु कि मैले फेरि म चाहिँ ध्वजा सजा चढाउँदैन तर म चाहिँ पैसा चाहिँ खाने चढाउँछु म चाहिँ खुट्टा आफूलाई टिका लाउँछु जुत्ता चाहिँ अहिले आएर लगाउँछु म चाहिँ तल जान्छु सुरुमा अब जुत्ता त लाउँछु म है अनि हजुरलाई चाहिँ यताको साइडको भ्यूहरू देखाउँछु यहाँ चाहिँ मेन्टेनेन्सको काम भइरहेको रहेछ अहिले अब म चाहिँ गयो यहाँबाट लास्ट लुकै घन्टी नि बजाउनु पऱ्यो नि चाहिँ हामी यहाँबाट लाग्छौँ अब चाहिँ हामी यहाँबाट लाग्यौँ है दर्शन गरेँ मैले चाहिँ टिका पनि लगाएँ मैले चाहिँ आफै लगाएको कि टिका दाइजहरूले चाहिँ पूजा गर्नुहुन्न अहिले गर्नु भएन मैले एक्लैले गर्यो बहिनीले पनि अहिले चाहिँ अब हामी चाहिँ दन्तकालीको मन्दिरतिर लाग्यौँ है दन्तकालीको मन्दिर कतै हो माथि हो कि अब यो दन्तकाली मन्दिर कता हो पुगिन्छ यहाँ चाहिँ आर गोल्ड कपको जस्तो फुटबल रहेछ है चाहिँ अहिले हामी आयौँ दन्तकालीको मन्दिर है काली माताको मन्दिर हो दन्तकाली भनेको दन्तकाली भनेको काली माताको मन्दिर रहेछ होइन दन्तकाली यहाँ चाहिँ नि बलि दिने सिस्टम छैन जस्तो लाग्यो मलाई यही ल्याएर बोकाहरू चाहिँ यसरी छोडिदिनु हुँदो रहेछ होइन धरनासी चप्ना खाने त पुरै भएन होइन आमाको चप चाहिँ हामीले लियौँ अब हामी चाहिँ यहाँबाट जान्छौँ है एकैछिन होइन यसो टाइम ल्याप्स पनि बनाएँ मैले अब हामी चाहिँ यहाँ बुढा सुब्बा र दन्तकाली दर्शन गरेर भइसक्यौँ अब हामी चाहिँ सिधै अब यहाँबाट चतारातिर जाँदैछौँ थाकेको अवस्था हाम्रो टायर्ड